हेलो गाइज, आज चाहिँ म यहाँ काममा जानको लागि चाहिँ राति मेरो होल नाइट काम हो। त्यसको लागि चाहिँ यहाँ खाना रेडी गर्दैछु। अनि हलालबाट चाहिँ मैले रोटी ल्याएको थिएँ। रोटी चाहिँ यस्तो परेछ। यो चाहिँ मैले फर्स्ट टाइम पकाउनु आयो। कस्तो पाक्छ थाहा छैन। यताबाट निकाल्ने होला यो। निकालिदिनु होला। त्यसरी हाल्नु होला। पकाउनै आएन गाइज। यसलाई चाहिँ यो रोटी चाहिँ तात्न छोडिदिने होला सायद। गाइज अब चाहिँ खाजा रेडी भइसकेको छ। यो टिफिनमा हाल्नु मात्रै लाग्यो हो। त्यस्तो भइसकेको छ यहाँ। अहिले चाहिँ म रुमबाट निस्किँदैछु र हाम्रो रुमबाट देखिने भ्यू चाहिँ यस्तो छ। यो चाहिँ लोकेसन चाहिँ उरावा हो। उरावा स्टेसनबाट 15 मिनट जति लाग्छ रुमसम्म आउनलाई। उरावा नजिकै कतै सेनमन गएको राम्रोवाला सेनमन गएको छ भने चाहिँ कमेन्ट गरिदिउँ है। किनभने अब मेरो पनि निनेन्से लाग्न थाल्यो अनि सेनमन गएको पनि खोज्नुपर्ने थियो। त्यही भएर उरावा नजिकै एउटा राम्रो सेनमन गएको छ भने चाहिँ सेउखाइ गरिदिउँ। अब नियममा गएको सकिसकेपछि चाहिँ सेनमन गएकोमा चाहिँ के पर्दा ठिक होला त। म चाहिँ एमाजोनमा काम गर्ने हो। अनि फेरि 10 बजीदेखि बिहानको 7 बजीसम्म होल नाइट काम हो। अनि काम गर्ने चाहिँ यो काममा बस्ने चाहिँ उरावा। कतै उरावा नजिकै काम छ भने पनि कमेन्ट गर्न नबिर्सिनु होला। जापानको भ्यू चाहिँ खतरा के बाटोहरू त्यस्तै क्लिन। मेरो चाहिँ आज बस छुट्यो। अब एमाजोनसम्म चाहिँ हिँड्दै जानुपर्छ। यहाँबाट 20 मिनट जति लाग्छ। पहिला त बस भ्याइहाल्थेँ। आज चाहिँ मेरो ट्रेन ढिलो आएको भएर बस छुट्यो। यो चाहिँ मिनाई माचिदा ज्ञानमेरी पार्क स्टेसन भयो। यहाँबाट चाहिँ छिटो हिँड्यो भने 15 मिनटमा पुगिन्छ। अलिक बिस्तारै हिँडेर गयो भने 20 मिनट जति लाग्छ। त्यही हो, बिस्तारै जान्छु। 10 बजीबाट काम हो। भर्खर 9:30 भयो। त्यहाँ पुगेर ड्रेस चेन्ज गर्दा ओर्दा ठ्याक्क टाइम हुन्छ। कहिलेकाहीँ यसो हिँड्न पनि पर्छ। भिडियोहरू चाहिँ टिकटकमा हेर्दै हुनुहुन्छ भने टिकटकमा फलो, इन्स्टामा हेर्दै हुनुहुन्छ भने इन्स्टामा फलो, फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुकमा फलो, अनि युट्युबमा हेर्दै हुनुहुन्छ भने युट्युबमा सब्सक्राइब गर्न नबिर्सिनु होला। म यस्तै जापान सम्बन्धी भिडियो हालिरहेको हुन्छु। यो चाहिँ हाम्रो काम गर्ने ठाउँ हो र म काम गर्ने ठाउँमा आइसकेको छु। 10 बज्न लाग्यो। 10 बज्न 15 मिनट लाग्दैछ। अब काम गर्ने ठाउँमा आइसकेको छु गाइज। काम गर्ने ठाउँ चाहिँ हाम्रो यस्तो हटाएको हाम्रो 3rd फ्लोरमा हो। अब गएर नागसी गर्ने हो। त्यही हो।
गाह्रो छ जापानको लाइफ। अझै स्टुडेन्टमा त भन्नै पर्दैन। त भ्लगमा आउँदैछ भाइ। अहिले जापानमा चाहिँ गर्मी बढिरहेछ। सक्दो पानीहरू खाएर बस्नु होला। यस्तो गर्मीमा चाहिँ ज्वरो आउनु पनि सक्छ। यो चाहिँ फ्रिज तातेर पुरै राफ आइरहेको हुन्छ कि। यस्तो वाला भेन्डिङ मेसिन हुन्छ, टक्क जुस निकाली अनि जुस खाने हो लास्टिक गर्मी भएको छ भने। म चाहिँ कामबाट रुम फर्केदैछु। अहिले 10:30 भयो। अब रुममा जाने, खाना खाने अनि खाना खाएर गएको